सो हेलो गाइज वेलकम टु माई न्यू भ्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ। म पनि ठिकै छु। म चाहिँ आज बिहानै उठेर मनोरञ्जन गर्न थालेँ होइन। बिहानै उठेर आज बिहानै उठ्नुको कारण चाहिँ मेरो स्कुल लागिसक्यो आजदेखि, त्यही भएर चाहिँ म बिहानै उठेको छु। मेरो मर्निङ क्लास भएको हुनाले चाहिँ म बिहानै उठेर रेडी भएर स्कुल जानुपर्ने हुन्छ, किनकि बिहानै 6:30 बजीतिरदेखि स्कुल लाग्ने भएकाले बिहानै जानुपर्ने हुन्छ। त्यसैले म बिहानै उठेर रेडी हुन थालेँ, कपडा खोज्न थालेँ। गोठमा गएँ कपडा खोज्न। गोठबाट कपडा खोजेर आएपछि भित्र गएर कपडा रेडी पारेर लाउन थालेँ। कपडा सपडा लाएर रेडी भइसकेपछि चाहिँ म बाइकमा जानुपर्ने हुन्छ। आजभोलि अटो पनि आउँदैन, त्यसैले हेलमेट सेलमेट लगाएर झोला बोकेर चाहिँ अब म चाहिँ रेडी भइसकेर रेडी भएर चाहिँ म चाहिँ अब जान थालेको। त्यही भएर चाहिँ म बाइकको चाबी लिन थालेँ। बाइकको चाबी लिएर चाहिँ म अब बाहिरतिर जान लागेको छु, किनकि अब चाहिँ जाने टाइम भइसकेको छ मेरो। म चाहिँ बाइकसँग गएर चाहिँ बाइकमा चाबी हालेँ र अब चाहिँ जानुको लागि चाहिँ बाइक अब यसो हेरेँ, कन्डिसन हेरेँ। अनि अब चाहिँ जाँदैछु म चाहिँ होइन। अब चाहिँ ल गाइस म चाहिँ हिँडेँ है। म चाहिँ यहाँदेखि गएर चाहिँ मेन रोडमा पुगेँ। मेन रोडमा गएको त वरिपरिको दृश्य चाहिँ निकै नै राम्रो आइरहेको थियो, किनकि हिसाबले पानी परेको थियो। हिसाबले पानी परेको कारणले अलि चाहिँ यता वरपर चाहिँ दृश्य धेरै राम्रो रमाइलो लागिरहेको थियो। त्यसैले चाहिँ त्यही सुन्दर दृश्य हेर्दै अगाडि बढ्दै हिँडिरहेको थिएँ म चाहिँ। हेर्दै जाँदै थिएँ सुन्दर दृश्य, रमाइलो ठाउँ हाम्रो चाहिँ होइन। यो ठाउँमा चाहिँ खासै गर्मी पनि हुँदैन, खासै जाडो पनि हुँदैन, एउटै मौसम हुन्छ र त्यति ऊ पनि हुँदैन। गर्मीमा धेरै गर्मी पनि हुँदैन र जाडोमा त्यति जाडो पनि हुँदैन। यहाँ चाहिँ हाम्रो बस्नको लागि चाहिँ धेरै नै राम्रो ठाउँ छ। वरिपरि चाहिँ यस्तो राम्रो बादल लागेको थियो बिहान त्यति बेला चाहिँ। लेट्स सी, हेर्दै गर्नुहोस् हजुरहरू पनि कस्तो मानिन्छ वरिपरिको दृश्य। हिँड्दै हामी चाहिँ अब बोर्डसर नजिकै आउन लागिसकेका छौँ। बोर्डसर नजिकै आउँदा